जहाँ धर्म हुन्छ त्यहाँ विजय निश्चित हुन्छ। हरे कृष्ण। श्रीमद् भगवत गीता अध्याय 1 श्लोक 20 र 21। अर्जुन उवाच अथ व्यवस्थितान् दृष्ट्वा धार्तराष्ट्रान् कपिध्वजः पर्वते शस्त्रसम्पाते धनुर्धयम्य पाण्डवः। ऋषिकेशं तदा वाक्यं मिदमाह महीपते सेनयोरुभयोर्मध्ये रथं स्थाप्य मेच्युत। अर्जुन युद्धभूमिमा आफ्नो मोर्चामा अडिग भएर उभिएका छन्। उनी धृतराष्ट्रका सम्बन्धीहरूलाई हेर्छन्, अर्थात् आफ्नै कुटुम्ब, गुरु र आफन्तहरूलाई। त्यसपछि अर्जुन आफ्नै धनुष उठाएर ऋषिकेश श्रीकृष्णलाई भन्छन्, हे अच्युत, मेरो रथ दुवै सेनाको बीचमा लगेर राखिदिनुहोस्। अच्युत भन्नुको अर्थ हो जो कहिल्यै डगमगाउँदैन, जो आफ्नो स्थान र धर्मबाट हट्दैन, जसको कहिल्यै नाश हुँदैन। श्रीकृष्णको यो नामले उहाँको अटल र शाश्वत स्वरूपलाई जनाउँछ। अर्जुनले श्रीकृष्णलाई सारथी रोज्नुको कारण यही थियो, किनकि उनी जान्दथे जहाँ भगवान हुनुहुन्छ त्यहाँ धर्म अवश्य हुन्छ। अर्जुनलाई थाहा थियो जब धर्म साथमा हुन्छ तब हारको डर रहँदैन। युद्ध केवल हतियारको हुँदैन, यो सही र गलत बीचको सङ्घर्ष पनि हो। त्यसैले श्रीकृष्णको उपस्थितिले अर्जुनलाई आत्मबल र विवेक दुवै प्रदान गर्यो। हाम्रो जीवन पनि कुनै न कुनै रूपमा युद्धभूमि नै हो। कहिलेकाहीँ सत्य बोल्दा अप्ठ्यारो पर्छ, गलतसँग सम्झौता गर्दा सजिलो देखिन्छ, तर जब हामी सत्य, इमान्दारी र कर्तव्यलाई आफ्नो कृष्ण बनाउँछौँ तब हामी सही निर्णय गर्न सक्षम हुन्छौँ। जस्तै राजनीतिमा सबैले गलत काम गरिरहेका छन्, तर तपाईँले धर्म र सत्यको बाटो रोज्नुहुन्छ भने सुरुवातमा कठिन भए पनि अन्ततः सम्मान र आत्मसन्तोष अवश्य प्राप्त हुन्छ। यसैले महाभारतले हामीलाई सिकाउँछ कि जसले जीवनमा श्रीकृष्ण जस्तै विवेक र धर्मलाई सारथी बनाउँछ उसले कहिल्यै हार मान्नु पर्दैन। राधे राधे।